हिजोसम्म हामी भन्दा बाहेक कोही छैन, हामी नै हो, देश भनेको हामी, हामी भनेको देश। यो नयाँ पार्टी भर्खर निहुरेका बतासे अगेरा भगेरा भन्थे। बिचरा अहिले कहाँ छन् तिनीहरू? कुन दुलामा बसे थाहा छैन। त्यही भएर कसैलाई पनि सानो, कसैलाई पनि कमजोर अथवा म मात्रै हो, म मात्रै हो, मै हो जान्ने भन्ने सोच्न हुँदैन भन्ने पाठ त मैले सिकेँ है योबाट चाहिँ, होइन? तर जुन किसिमको चाहिँ अहिले लहर आयो, हल्का खुसी र थोरै डर पनि छ। किन भन्दाखेरि 64 सालमा, 51-52 सालमा, 46 सालमा यस्तो लहर पहिला पनि आएको थियो, होइन? र पनि अहिले देश यो स्थितिमा आएको छ। यो स्थिति आउँदैन र नआओस् भन्ने कामना पनि चाहिँ म कामना र आश दुइटै गरेको छु, होइन? तर जुन चोरीफुरी सुरुमा थियो हाँस्न त नहुन्थ्यो तर हाँसो लाग्दो स्थिति छ। बिचरा हाम्रो रेखी दाइले बल्ल बल्ल 18-20 भोट पाएछन्। तिनको मेहनत पनि खेरै गयो। बडो मेहनत गरेको थियो बुढाले, त्यो पनि भएन। हाम्रो जेनजी 51 वर्षका जेनजी सूर्यबहादुर थापाले आफ्नो नामको नम्बर जति पनि भोट पाएनन्। तिनले लगभग 20-22 हजारवटा त फुलको माला लगाएको थियो होला अनुहार पनि नदेखिने गरी। तिनलाई पनि जस्टिस भएन। अब हाम्रो बाजेको आफ्नो मृगौला जति पनि नआउला जस्तो छ। उनको पनि हालत त्यस्तै छ। बस्नेत काजीको भोट अब कहाँ पऱ्यो थाहा छैन। अब मतगणनाको त्यो पेटिका चुहिएछ कि के भएछ थाहा छैन। हाम्रो मटन गाजी पनि पछि पछि लतारिँदै हुनुहुन्छ। यो साँच्चीकै के हो त? मिराकलै भएको हो कि अब जनताले सधैँ नेताले चाहिँ झुक्क्याउँथे, अहिले जनताले झुक्क्याएछन्। के भन्नु अब? रुनु कि हाँस्नु? हाँस्न त हाँस्ने नै हो। अब यस्तै राम्रै भयो अथवा जुन लहर आइरहेको छ यसरी नै भयो र केही राम्रै भयो भने चाहिँ भोलि आज विदेशमा बसेको मान्छे भोलि नेपाल आउन पाइएला भन्ने चाहिँ आश छ। नेपालमा आएर आफ्नै मेहनतले आफूले जति जाने त्यति गरेर, होइन, 2-4 पैसा कमाएर आफ्नो बाआमा घर परिवार हेरेर बस्न पाइन्छ कि भन्ने आश पनि छ मनमा, होइन? एउटा परदेशमा बसेको मान्छेले एउटा त्यति आश चाहिँ लाग्दो रहेछ। अब हाँसो मजाक जे जस्तो भए पनि परिवर्तनको चाहिँ सुरुवात भएको छ। यो परिवर्तनले चाहिँ साँच्चीकै जनताले सोचेको जस्तो कुराहरू चाहिँ पुरा गरोस्, होइन? सबै विदेश नै अन्तिम विकल्प हो भन्ने खालको एउटा मनस्थिति जुन नेपाली जनतामा बनेको छ। जुन अहिले 8 कक्षा 9-10 कक्षा पढ्ने भाइ बहिनीले कहिले +2 सकाउँला अनि आइएल्स गरौँला अथवा यो गरौँला त्यो गरौँला र फलाना देशमा जाउँला भन्ने सपना बनाएको छन्। तिनीहरूले मैले पनि मेरै देशमा बसेर के इनोभेसन गर्छु, मैले जानेको कुराको चाहिँ यहीँ चाहिँ सदुपयोग गर्छु भन्ने खालको वातावरण आओस्। आउने वातावरण यो सरकारले बनाओस्। अब बन्ने सरकारले जतिजनाले जित्नु भएको छ उहाँहरूलाई धेरै शुभकामना। जसले हार्नुभयो अब केही छैन, आफ्नो हारलाई स्वीकार, धेरै जसोले त आफ्नो हारलाई स्वीकार गरेर जित्नेलाई बधाई दिनुभएको छ। यो नै एउटा असली एउटा चाहिँ सम्मानयोग्य नागरिकको चाहिँ एउटा पहिचान पनि हो, होइन? आफूले हारे भन्दैमा अरूलाई गाली गर्ने प्रवृत्ति भइरहेको ठाउँमा आफू हारे पनि जित्नेलाई बधाई दिने धेरै नेता तथा कार्यकर्ताहरूलाई मेरो हृदयदेखि नै आभार छ। र आउने देश नेपाल हाम्रै हो, सबै मिलेर बनाऊँ। जित्नेले जितेर र हार्नेले प्रतिपक्षमा बसेर भए पनि चाहिँ औँला कुन गलत काममा औँला उठाएर भए पनि देशलाई चाहिँ अगाडि बढाऊँ सबैजनाले। त्यही छ, सबैलाई शुभकामना। जय देश।